Thank you so much for your warm welcome. मेरो दिदी है बहिनी हैन तपाईको नि पालो आउँछ दिदी कमता ब्युटीफुल छ हेलो नमस्कार सबैजनालाई र वेलकम छ रेखा लिम्बुको भ्लगमा र अहिले म युके जाँदै छु यो भिडियोलाई कन्टिन्यू वाच गर्नु होला अहिले चाहिँ म जाँदै छु है सिंगल ट्राभल गर्दैछु एकदमै एक्साइटेड छु है त्यही हो जसले यो भिडियो हेरिराख्नु भएको छ हजुरहरू सम्पूर्णलाई एकमुष्ट फेरि पनि जोडले नमस्कार सेवारो तासिडेले छ्याजल्लो र वेलकम छ मेरो ब्लगमा अहिले म युके जाँदैछु हाम्रो गोर्खा पिस फाउन्डेसन युकेले यो 8 तारिक यानि कि भोलि युकेमा गोर्खा वाक इभेन्ट राख्नु भएको छ जुन चाहिँ हरेक वर्ष गर्दै आइराख्नु भएको छ र यो उहाँहरूले गुड कजको लागि गर्नुहुन्छ त्यसै कारणले हजुरहरू जति पनि युकेवासी भान्जा भान्जीहरू जति पनि हुनुहुन्छ सम्पूर्णलाई सहभागी भइदिनु होला भनेर हार्दिक अनुरोध गर्न चाहन्छु र गोर्खा पिस फाउन्डेसनले धेरै राम्रो काम गरेको त मैले नेपालमै देखिरहेको सुनिरहेको र अहिले हाल उहाँहरूलाई फेस टु फेस भेट्न गइरहेको छु र म एकदमै एक्साइटेड पनि छु अहिले म दोहामा ल्यान्ड भइसकेको छु है अहिले कतार आइपुग्यो है ट्रान्जिट एक्लै कोही छैन अरे क्या उहाँहरूलाई अन द वे नै भेटेको है हेर्नुहोस् त ल है गाडीमा युके जाँदैछु है हामी चाहिँ बाबा मामुलाई यहाँबाट लिएर डाइरेक्ट यता चेकमा जान्छौँ है यहाँ त कोही नेपाली नै छैन हो अनि सियो सुन है हेलो ल नमस्कार एक्साइटेड भएर ल नमस्कार ल हजुर नमस्कार ल है उहाँहरू आइपुग्नु भयो यहाँनिर आइम भेरी ह्याप्पी हजुरहरूको थोरै लिए ल उहाँहरूसँग भेट भयो यहाँ बस्यौँ हामी है होइन ठिकै के भने उसले एउटै प्लेनमा भर्खर तपाईँको नजिकको मम्मीले नुन्डाकी हजुर त्यही त मैले मेरो सोल्डेनी हुनुहुन्छ है मेरो सम्झनाको युकेमा वेलकम छ राम्रोसँग नै आइपुग्नु भयो होला सब छोडेर आएछ कि हामीले प्रेग्नेन्ट भइसक्यो भन्नुभयो त्यो भएर अब घरतिरै गर्छौँ अरे ए हजुर हो नि त एराबलमा थ्याङ्क यू सो मच फर यर वार्म वेलकम है हजुर सबैजनालाई र हाम्रो यो 8 तारिकमा चाहिँ गोर्खा पिस फाउन्डेसन उहाँहरूले प्रोग्राम अर्गनाइज गरिदिनुहुन्छ जुन प्रोग्रामको लागि म यहाँ एटेन्ड गर्नको लागि आइरहेको छु सो एकदम थ्याङ्कफुल ग्रेटफुल र जसले यो भिडियो हेरिदिनुहुन्छ युकेवासी सबैजनालाई वेलकम छ हाम्रो प्रोग्राममा थ्याङ्क यू यो पोस्ट मेरो काका पूर्ण लिम्बू उहाँले पोस्ट सेयर गरिराख्नु भएको छ एकदमै सपोर्ट गरिराख्नु भएको छ
एकदमै थ्याङ्कफुल ग्रेटफुल मेरो डियरेस्ट काकालाई र मेरो काकाको आफ्नै मुभी जुन चाहिँ धरानमा सो गरिसकेर त्यहाँ उठेको रकम हाम्रो दुर्गम एरियामा त्यहाँनिरको रोडको त्यहाँको विकासको लागि खर्च गरिसक्नु भएको छ र अब चाँडै यहाँ युकेमा पनि सो हुँदैछ। सँगै बसेर हेर्नुपर्छ। म पनि अहिले युकेमै छु है। र हाम्रो डियरेस्ट दिदी मिना सिङ्गक धेरैले चिन्नुहुन्छ होला। उहाँले पनि एकदम फुल सपोर्ट गरिराख्नु भएको छ र यो फुल भ्लग चाहिँ पछि आउँछ है। मेरो चाहिँ पनि बहिनी पर्छ नि फेरि तानी देखाउनु न उ पनि काकीसँग नि परेको दाइ परेको सम्झनासँग दाइ नै भन्छ सुजन दाइ नै भन्छ उसो भाइ भन्नुपर्छ सोल्टिनी तपाईँहरूको नाता साइनो नै छ है। यहाँ हाम्रो गोर्खा पिस फाउन्डेसनको चेयरम्यान चाहिँ उहाँ हुनुहुन्छ भीमराज तुमाम्के हुनुहुन्छ है। अनि उहाँको नमस्ते नमस्ते उहाँ पनि गोर्खा पिस फाउन्डेसनकै हुनुहुन्छ है। अनि हाम्रो सचिव आज रेखा बान्जीलाई हामीले तपाईँहरू फोटोमा डिफ्रेन्ट देख्नु भएर एयरपोर्टमा चाहिँ हामी रिसिभ गर्दैछौँ तपाईँहरूलाई अब जानकारी भनौँ न होइन। तपाईँको के भन्छ उहरूलाई फ्यान फलोवर्सहरूलाई उहाँ चाहिँ अनि नुनढाकीबाट हामी चाहिँ मेम्बर ए तपाईँ पनि मेम्बर तपाईँ चाहिँ मेम्बर हो उहाँहरू चाहिँ हामी सबैजना मेम्बर हुनुहुन्छ ए नुनढाकी रे ए तपाईँ पनि उतै मेम्बरै हुनुहुन्छ गोर्खा पिस फाउन्डेसनको सहयोगी हात जस तर उहाँहरू चाहिँ नुनढाकीको हुनुहुन्छ है मेरो बर्थ प्लेसको अनि उहाँ मेरो दाइ हजुर ल हाम्रो रेखा बहिनीलाई नायिका रेखा बहिनीलाई बेलायतमा पनि स्वागत छ। अब तपाईँको अब यसो हेर्दाखेरि त्यति धेरै छुट्टी छ जस्तो लागेन 2 महिना वरिपरि बस्नुहुन्छ भनेर सुन्नमा आएको छ। तपाईँको यहाँको बेलायतको बसाइ चाहिँ सुखमय रहोस् त्यति भन्न चाहन्छु। तपाईँलाई फेरि पनि स्वागत छ। थ्याङ्क यू दादा थ्याङ्क यू हुन्छ यता ल यस्तै छ है। म राम्रोसँग आइपुगेँ। थ्याङ्क यू सो मच यो भ्लग स्टिल वाच गर्नुभएकोमा राम्रोसँग आइपुगेँ। हामी यहाँबाट छुट्यौँ है। हुन्छ हामी ती आउने हो। हस् हुन्छ ल। उहाँ पनि रेखा लिम्बू पढ्नु भएछ। मेरो उहाँको टाइममा म अगाडि आइपुगेँ अनि म चाहिँ उहाँ चाहिँ पछाडि आइपुग्नु भएछ ल। हामी उता एयरपोर्टबाट यहाँनिर यसो कफीको लागि एयरपोर्टबाट यहाँ आइसकेको छौँ। अनि एयरपोर्टबाट यहाँ आउन चाहिँ कति 20 मिनट्स लाग्यो। अब हामी एकछिन यहाँ बसेर गफ गर्छौँ है। हामीले यहाँ कफीहरू लिइसक्यौँ। अब यहाँबाट हामी छुट्छौँ है। हाम्रो भीम सर हाम्रो यहाँ कफी लिएर यहाँबाट निस्क्यौँ। हामी घर जान्छौँ आफ्नो। यता हाम्रो भीम सरहरू यता पर हुनुहुन्छ। यहाँ पर भीम सरहरू यताबाट छुट्टिनुहुन्छ। अब हामी आई थिङ्क प्रोग्राममै भेट्छौँ होला। यहाँ दाइ हुनुहुन्छ। यस्तो चिसो बा ल सबी ल है सबी ल हुन्छ। ओहो ओ माई गड तिमी त कति ठुलो देखिएको। Oh, kati cute. Oh, ni dah. Ayo. Ama. Lama sih, ya, isoknya. We. अहिले त हैन 1:30 24 hours. 24 hours. नसुतिकिन. अन्त हैन अझै रियलमा अझै आमा यङ न
ल स्टार्ट भयो लगाइदिनुहुन्छ फेरि बर्खी पनि आमाले त बेहुलीलाई दिदीहरू पनि जानु हुने होला नि त इलो आमा यो म त यहाँ ए दिदीलाई मेरो फोटो त खिच्नु पर्दैन दिदीलाई वेलकम त गरेको गर न नि है म त मोटा र हैन ए मोटा र यो दाजुहरू ब्ल्याङ्केट ओढेर वेलकम टु युके मेरो दिदी है बहिनी हैन तपाईको नि पालो आउँछ दिदी भन्नु त सम्झना भन कम्ता ब्युटिफुल छ त लु रातिको 12 बजे वेलकम मान्छे काट्ने छ के काट्ने छ हजुर म भन्दा ठुलो छ वेलकम टु युके तपाईलाई धेरै धेरै स्वागत छ केक चाहिँ अलिक सानो छ मेरो दिदीलाई एकछिन त ल हजुर छँदैछ उता राख्नु भएको छ हाम्रो टेबलमा रेकर्ड के काट्नु न अब ह्यापी बर्थडे जस्तो दुईजनाले समाउनु पर्छ वेलकम टु युके रेखा दिदी ताली पड्काउनुलाई ज्वाइँ भएको त चालिन् के हाम्रो दाजु दिदी त रातिको 1:30 बजे ननस्टप 12 आवर हुन आँट्यो ड्युटीबाट उताउतै होइन सोल्टिनले नै खुवाउनु होला हौ सोल्टिनले नै वेलकम गर्नु भएको सोल्टेनी चाहिँ तपाईलाई युकेमा एकदमै स्वागत छ तपाईको बसाइ चाहिँ एकदम सुखमय रहोस् भन्नुपर्छ नि बुढो ल है सोल्टिनीहरूको एकदम मिठो विशेष ल नानी अहिले भएको छु त्यो नानी निकै वेट गर्दै हुन्थ्यो छामा कति बेला आउने हो भन्दै थियो निकै पर्थ्यो माथि पनि निकै पर्थ्यो सुतेको थिएन कि अहिले त सुत्यो नि अनि अब 1:30 भइसक्यो यहाँ सबैले खाना बनाउने भन्दै थियो नबना भनेको ल म अहिले लिनु थालेँ ल हामी चाहिँ खाना खाएर यहाँ बसिरहेछ ल मेरो लागि यहाँ सबैले रुम प्रिपेयर गरिदिइरहेछ है आमा ए चप्पल त रेडी गरिदिइरहेछ आयो ल यहाँ सुत्ने हो म अब सुतिहाल्छु म यस्तो आँखा यस्तो बिजोक भएर छ माया लाग्दो भएर छ म नेपालको कति 6:30 मा उठेको अहिले ठ्याक्क 6:30 भयो नेपालमा 24 आवर्स नसुति बस्दा कस्तो हुन्छ होला अम्बो 6:30 होइन 7:30 भइसकेछ यार ल नेपालको त उज्यालो भइसक्यो नि गुड नाइट ल सबैजनालाई गुड मर्निङ है युकेमा बिहान कति बज्यो सबै ल जय साहब सेवारो जय नानीलाई जय नानीको मिठो हातको खाना गइरहेको छु
जहिले बनाउनु भएको पनि खान पाइयो। म त साह्रै भाग्यमानी रहेछु हौ। ल आमा गुड मर्निङ। हुन्छ 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 म लिइहाल्छु एकचोटि। सुन यहाँ बाहिर यहाँनिर साँच्ची हाम्रो छ्यामाको अचार यहाँ सबैकोमा यसो अर्डर गर्न सक्नुहुन्छ है। सम्झना लिम्बू R² कलेक्सन छ है। यहाँनिर तपाईँहरूले युकेमा जतिजना हुनुहुन्छ र नेपालको एकदमै खाना अब हुन्छ नि टेस्टहरू मिस गर्नुभएको छ नि यसले तपाईँको फुलफिल गर्छ। म त त्यही गरिरहेको छु है। थ्याङ्क यू। अब म पहिला ब्रेकफास्ट लिन्छु, त्यसपछि म बाहिरतिर अर्को भ्लगमा चाहिँ अर्को भिडियोमा चाहिँ बाहिरतिर देखाउँछु ल। कति लकी सबै। तर सबैको त फेरि बेबी त अहिले यहाँ हुनुहुन्छ, अबको भोलि या पर्सि त बाहिर हातमा हुन्छ है यहाँनिर।